नमस्ते साथीहरू, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ विश्वका 10 सबैभन्दा धनी देशहरूबारे। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ। कुनै देश धनी छ कि छैन भन्ने कुरा जीडीपी पर क्यापिटा अर्थात् प्रति व्यक्ति आम्दानीको आधारमा मापन गरिन्छ। यसको मतलब त्यो देशका मानिसहरू औसतमा कति कमाउँछन् भन्ने हो। फोर्ब्स इन्डिया। त्यसैले आज हामी विश्वका 10 सबैभन्दा धनी देशहरूबारे रोचक तथ्यहरू जान्नेछौँ। नम्बर 10, युनाइटेड स्टेट्स। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका हो। यहाँ टेक्नोलोजी, फिल्म, फाइनान्स र बिजनेस उद्योग धेरै शक्तिशाली छन्। एप्पल, गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीहरू यही देशमा छन्। यसकारण यहाँ प्रति व्यक्ति आम्दानी निकै उच्च छ। जीडीपी पर क्यापिटा लगभग $89,000 भन्दा बढी छ। वर्ल्ड र्याङ्किङ साइट्स। नम्बर 9, गयाना। गयाना दक्षिण अमेरिकाको सानो देश हो, तर पछिल्ला केही वर्षमा यहाँ तेल फेला परेपछि देशको अर्थतन्त्र तीव्र गतिमा बढिरहेको छ। तेल उद्योगका कारण गयाना अहिले संसारका धनी देशहरूको सूचीमा परेको छ। नम्बर 8, ब्रुनेई। ब्रुनेई एसियाको सानो तर अत्यन्त धनी देश हो। यहाँको मुख्य आय स्रोत तेल र ग्यास हो। यहाँका नागरिकहरूले धेरै कर तिर्नु पर्दैन र सरकारले धेरै सेवाहरू निशुल्क उपलब्ध गराउँछ। नम्बर 7, स्विट्जरल्यान्ड। स्विट्जरल्यान्ड विश्वभर प्रसिद्ध छ ब्याङ्किङ घडी, चकलेट, पर्यटन। यो देश धेरै सुरक्षित र आर्थिक रूपमा स्थिर मानिन्छ। नम्बर 6, नर्वे। नर्वे युरोपको अत्यन्त समृद्ध देश हो। यहाँको अर्थतन्त्र तेल, प्राकृतिक ग्यास र समुद्री स्रोतमा आधारित छ। साथै यहाँको सरकारले तेलबाट आएको पैसालाई भविष्यका लागि बचत गरेर राखेको छ। नम्बर 5, कतार। कतार मध्यपूर्वको अत्यन्त धनी देश हो। यो देश प्राकृतिक ग्यासको विशाल भण्डारका कारण निकै सम्पन्न भएको हो। यहाँका नागरिकहरूको औसत आम्दानी विश्वमै धेरै उच्च छ। नम्बर 4, आयरल्यान्ड। आयरल्यान्ड अहिले युरोपको सबैभन्दा छिटो विकास भएको देशमध्ये एक हो। गुगल, फेसबुक, एप्पल जस्ता टेक कम्पनीहरूले यहाँ आफ्नो मुख्य कार्यालय बनाएका छन्। यसकारण यहाँको अर्थतन्त्र निकै बलियो बनेको छ। नम्बर 3, मकाओ। मकाओ चीनको एउटा विशेष प्रशासनिक क्षेत्र हो। यो ठाउँ क्यासिनो र पर्यटन उद्योगका कारण प्रसिद्ध छ। यसलाई कहिलेकाहीँ एसियाको लास वेगस पनि भनिन्छ। नम्बर 2, लक्समबर्ग। लक्समबर्ग युरोपको सानो तर अत्यन्त धनी देश हो। यहाँ ब्याङ्किङ र वित्तीय सेवा उद्योग अत्यन्त शक्तिशाली छन्। संसारका धेरै धनी मानिसहरूले यहाँ लगानी गर्छन्। नम्बर 1, सिङ्गापुर। विश्वको सबैभन्दा धनी देशहरूको सूचीमा अहिले सिङ्गापुर पहिलो स्थानमा पर्छ। यो देश सानो भए पनि व्यापार, टेक्नोलोजी, फाइनान्स, बन्दरगाह व्यापारका कारण अत्यन्त समृद्ध बनेको छ। यहाँको प्रति व्यक्ति आम्दानी $1,50,000 भन्दा बढी रहेको अनुमान छ। वर्ल्ड र्याङ्किङ साइट्स। अन्तिम कुरा साथीहरू, धनी देश बन्नु केवल पैसा मात्र होइन। यसका लागि आवश्यक हुन्छ राम्रो शिक्षा, बलियो अर्थतन्त्र, स्थिर सरकार र नयाँ प्रविधि। यदि कुनै देशले यी सबै कुराहरू राम्रोसँग विकास गर्न सक्छ भने त्यो देश पनि भविष्यमा विश्वका धनी देशहरूमा पर्न सक्छ। यदि तपाईलाई यस्तो रोचक तथ्यहरूको भिडियो मन पर्छ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।